ल नमस्ते साथीहरू। यति बेला हामीहरू बारोङ चोकमा भेला भएको साथीहरू। यहाँनिर हाम्रो तुलराज दाई अनि त्यसै गरी हाम्रो सामुएल भाइ, त्यसै गरी चिमकुमार दाई बस्नुभएको मेक्सरको नाम मैले लिँदाखेरि हजुर त्यो मेक्सर चाहिँ तपाईँले लिएर आउनु पर्यो। तपाईँले अब यो हुन्छ नि किसिमको पुरानो हुन्छ नि मलाई दिनलाई विवाह कार्ड आयो। यो पढेसँग कि यहाँ चाहिँ हाम्रो भान्जीसँग आज स्पेसली उहाँको हातबाट चाहिँ खानुपर्नेछ। ए भान्जा फेरि आइसक्नु भएको भान्जा त्यो चाहिँ उहाँ चाहिँ धरानबाट जहिले पनि यो बाटो हुँदाखेरि चाहिँ यहाँ चटपटी खाएर मात्रै जान्छ। धरान इटेरी विराटनगरबाट पनि यहाँको चटपटी चाहिँ जसले यहाँ चटपटीको टेस्ट लिनुभएको छ उहाँहरूले चाहिँ यहाँबाट प्याकिङ मारेको अब चटपटी गर्न चाहिँ अब भान्जी हुनुहुन्छ यहाँ यस्तो चाहिँ साथीहरू धरान इटेरी विराटनगरबाट आउने यहाँबाट प्याकिङ पनि लानु गर्ने प्याकिङ पनि लानु साथीहरूसम्मको टेस्ट टेस्टी छ मन चाहिँ नभएर बेसी धेरै आउँछ केटाहरू बिहानै काट्छ ए पहिलाको त्यो बालुवा भएको होइन कलबोट राखेर नि पहिला पनि त्यसो गर्थ्यो नि होइन कलबोट राखेर बालु ओछ्याएर त्यहीँबाट जस्तो पानी पर्छ खोज्यो भने चाहिँ फेरि स्वादिष्ट पापडको पनि हो यो रोल 5 रुपियाँ यो रोलको चाहिँ कस्तो हो अलिकति एकदम मिठो रहेछ पनि खानुहुन्छ टेस्टी हुन्छ केराको आजकल केराको टेस्ट बाइकको उसमा लाउने जस्तो है यो कहाँको ब्रान्ड हो भान्जी हाम्रै होइन हो र आफ्नै हो यसको टेस्ट त यति मिठो छ यहाँ सुमन भान्जाको स्वागत सत्कारमा हामी सुमन भने खालि बेच्नु रहेछ सुमन भान्जा एकदमै उहाँले स्वागत सत्कार गर्दै हुनुहुन्छ यति बेला लाग्यो है मेरो दाइ रुद्र दाइ हुनुहुन्छ ल कहाँ बाँड्नु हाम्रो यात्रा सुरु भयो साथीहरू त्यति बेला हामीहरू बाटो लाग्यो है बारोङ चोक डोरको लाग्यो एमकेदेखि मेरो बाटो लागिसक्यो त्यसै गरी धेरै सर हुनुहुन्छ यतातिर पछाडिबाट हुनुहुन्छ साथीहरू अनि हाम्रो यात्रा चाहिँ आजको यात्रा सिकरमारीसम्म आजको यात्रा हुँदैछ अनि त्यहाँदेखि एक रात त्यहाँ बसेपछि भोलि बिहान हडियासम्मको यात्रा जानेछौँ साथीहरू। यति बेला 4 बजेको छ 4 बजे अरे 5 पो बज्यो भने 5:30 बजेको छ अघि 4 बजे भनेर भन्यो नि त त्यही भएर खालि 4 बजेको मात्रै कुरा गर्यो त्यति बेला यो सेतो
झर्ने हो नि त पम्प होइन पेट्रोल पम्पमा यो पालो पुगिरहेको छौँ धेरै इन्भेस्ट गरेँ क्या मलाई ए शुक्रबार बेलुका जानुभयो शनिबार बिहान आउनुभयो होइन नि शुक्रबार बिहान गएको अनि शुक्रबारै बेलुका आएको 2000 को 2000 को भाइ 12 लिटर लाग्यो 12 90 रुपियाँ लिटर मेरो पेट्रोल पम्प बाटो तेल भरिसकेर अब फेरि बाटोतर्फ जाँदैछ 3000 लाग्छ पहिला 300 रुपियाँ बाइकमा मैले 75-76 को भेटाएँ ए 96 रुपियाँ हो मैले किन्दाखेरि बाइक भनेको 96 रुपियाँ यो तपाईँले 20 रुपियाँबाट चलाउनु भएको अनि 20 रुपियाँ लिटर हुँदाखेरि बाइक चलाउनु सुरु गर्नु भनेपछि 2000 सालदेखि हो भने 24 वर्ष अगाडि चाहिँ आजभन्दा 24 वर्ष अगाडि चाहिँ तपाईँको 20 रुपियाँ लिटर थियो पेट्रोल गाडी साथीहरू भनेपछि 24 वर्ष अगाडि चाहिँ 20 रुपियाँ लिटर पेट्रोल थियो नेपालमा अनि त्यो बेलादेखि उहाँले बाइक चलाउन सुरु गर्नुभएको अनि लाइसेन्स पनि एकैचोटि निकाल्नु भएको तेह्र बी दुइटै लाइसेन्स पनि पेट्रोल चाहिँ 96 रुपियाँ सुरु गरेको अब अहिले 166 रुपियाँ 170 गरी 160 रुपियाँ 160 रुपियाँ 80 158सम्म पुग्यो होइन बरोबर 180सम्म पनि पुग्यो हाइएस्ट 90 अनि पेट्रोलको दाम एकदमै एक्युरेट चाहिँ फिक्स छैन एकदमै घटबड भइरहेछ भनेपछि नेपालमा तपाईँले विदेशबाट यति बेला हेरिरहनु भएको छ भने चाहिँ नेपालको अवस्था चाहिँ यति बेला यस्तो छ साथीहरू अनि यति बेला हामीहरू यो रामको जङ्गलमा एउटा यात्रा लिइरहेका छौँ रामको जङ्गलमा धेरै सर पछाडि हुनुहुन्छ 3 जनाको टिम चाहिँ आज हाम्रो सिलगढीसम्मको यात्रामा जाँदैछौँ यो त अनि मेचीदेखि महाकालीसम्म पुगेर आएको त्यो बेला एकदमै ठुलो एउटा रोचक कहानी पनि छ त्यो बेला जोस थियो त्यो चाहिँ तपाईँको 2078 सालको कुरा हो 2078 सालको कुरा हो वैशाख महिना अनि त्यो बेला विश्व गुरुङले यति ड्राइभ गरेर चाहिँ हामीलाई यहाँदेखि मेचीदेखि महाकाली पुऱ्याउनु महाकालीदेखि सुनसरी धरानसम्म उहाँले ल्याइ पुऱ्याउनु भएको थियो त्यो बेला नदी कमला नदी रमाइलो भएको थियो हामी 5 जना चाहिँ 5 जनामा 4 जना चाहिँ गाडीभित्र सुतेकै निदाकै उहाँले ड्राइभ गरेको अलिक साह्रो गर्मी त्यस्तै भिड लाग्ने त्यो जङ्गलको त्यो धुवा नि तपाईँको रापले शीतलमा बसेको हो कि बाहिर बसेको केही नै त्यो नहुने क्या त्यस्तो आफ्नो बाटो गइले एउटा स्कुटी भइहाल्थ्यो होइन गाडी भइहाल्थ्यो लाल बजार बेला हामीहरू लाल बजार सुपाडे आइपुग्यौँ है साथी एउटा देखिन्छ सुपाडे
व्यस्त बसेर अर्को बराबर यो डाँडाभन्दा पारि कम्पनी लिएको छँदैछु। गन्तव्यमा चाहिँ पुगिसकेको छ होइन, सिकरमाडी गाउँ चाहिँ प्रवेश गरिसक्यो। अब यो चाहिँ तपाईँले भन्नुभयो यो बाटो हो, यो बाटो चाहिँ हामी साँझ परिसक्यो है। गन्तव्य मर्जियाली बाटो यही हो। ल गुड मर्निङ, नमस्ते साथीहरू। अब चाहिँ हामीहरू सिकरमाडीबाट चाहिँ हडियातर्फ जान लागेका छौँ। यति बेला हामी तयारी हुँदैछौँ साथीहरू। यो बिहानी यति बेला हामीहरू यहाँ आउँदै हुनुहुन्छ हाम्रो विश्व गुरुबा। छिटो जाउँ। हुन्छ ल, अब चाहिँ हामी जाँदैछौँ साथीहरू है त। यति बेला सिकरमाडीमा छौँ भने अब सिकरमाडीबाट हडियातर्फ जान लागेको साथीहरू। नदेखेको थिएन, देखेको त अरू त कोरिन्छ कोमी सिकरमाडीको हाइवे निक्लिने बाटो यति बेला छौँ होइन। यो के को काठ होइन पानी परेर आइहाल्नु। र आउनुहोस् ल, तल भेट्नुपर्छ। सिकरमाडी ओह्रालो बाटो हेर्नु नि, अघि हिजो उताकै बाटो राम्रो थियो नि। यो घरको हो तर त बाटो त परेको थियो। यहाँ त खतम खाने बाटो थियो नि। अनि त्यही भएर हिजो हामी उताबाट आएको, हल्का है। त्यही भएर हामी हिजो उताबाट आएको क्या। अब यस्तो बर्खामा यस्तो छ हो, के अरे हिउँदमा यस्तो छ, बर्खामा कस्तो हुन्छ भन्दैन बाटो। स्टिक कहाँ पर्छ, ढिलो भयो। अब सरसरी जाने उहाँ बिहा अब 10 बजी भनेपछि हामी ढिलो भइसक्यो। अघि हिँडिसकेको थियो हामी त ढिलो हिजोको यही हो, यो 20 फिटको बनाउने पऱ्यो होइन। इन्जिनियर हिसाबले बनाएको राम्रो, अब सुविधाको हिसाबले त्यस्तो हुन्छ म चाहिँ राम्रो नै भन्छु। मान्छेले तर मजाले दिनु पऱ्यो क्या त्यसले। दिन्छ ठुलो क्या पाउन सक्ने कुरा चाहिँ पाउनु पऱ्यो। वार पर्छ नि राम्रो छ त्यो पनि होइन। अनि यी कस्तो देखेर दिन्छ होइन त्यसरी दिने हो नि त। 6वटा दिनेमा 8वटा दिनु पऱ्यो। त्यसमा बस आरामसा तपाईँ हाँसेको चाहिँ आउँछ कि पुरै खतरा। हेलो यात्रा जारी छ साथीहरू। हजुर मेरो यति बेला यो बसा एरियामा अब यति बेला चाहिँ वीरेन्द्र चोक आइपुग्नु लागेको छु साथीहरू। सिकरमाडीबाट भोर्लिने हुँदै आमसाल हुँदै यति बेला हामी वीरेन्द्र चोकमा आइपुगेका छौँ। कलर पनि डेलिभरी गरिदिन्छ त खुसी छ। गाईघाट परिवारमा त त्यहाँ चाहिँ भेट भइसक्यो। जहाँ पनि समान पूर्व पश्चिम जाने बाटो मदन मन्दिर यो हावा नखाऊ कि क्या हो वीरेन्द्र चोक
कस्तो हो कबडी छ। खाजा खाने सबै एकै ठाउँ मात्र रहेछ आम्मामा है अब 20वटा जति भन्दा अरूमा छैन है 20-25वटा छ एकैचोटि एउटा कन्टेक्ट हो मिठो छैन होला नि त मिठो पनि छैन होला कन्ट्याक्ट पनि हो मेन दिनुपर्छ क्या ड्राइभर दिन्छ त यहाँ पनि दिन्छ मैले छ यहाँ पनि 3-4 आइदियो भने खाने होइन यहाँ पनि आउँछ यहाँ पनि हुन्छ है मान्छे गाडी त ठाउँ पनि हुनु मन रहेछ क्या ठुलो गाडी पनि लिनुपर्छ क्या कन्ट्याक्टमा 4-5वटा चाहिँ एउटा होटल होइन दिनमा कन्ट्याक्ट गर्छु त दसैँ तिहारमा होइन दिन्छु भन्ने अनि खाना फेरि भनेपछि भयो नि त के गर्छ गाडी ल स्टाफलाई खाना खास फेरि नै हुन्छ हो बसा खोला पनि ठुलो बसा साह्रै कालो लगाइदियो है कालो नलाएन नि अर्को लगाइदिनु पर्थ्यो क्या कलर कस्तो देख्दो रहेछ क्या सेतो लगाइदिएको राम्रो लामा खोला पुल यहाँनिर पहिला त्यही साह्रो घुमेर है थियो घुमेर जानु पर्थ्यो यो घुमेर यहाँ कटेर हो यहाँनिर लामा खोला खोलामा फेरि है पहिला पहिला त खोलामै नि खोलामा आफ डाँडा है साथीहरू आफ डाँडामा यति बेला आइपुगेको छ पुगी कटेज यहाँनिर छ पुगी कटेज चाहिँ एकदमै अहिलेको यहाँ फेमस हो कटेज भनेपछि फेमस छ बेलुकाहरू र बसाको बिचमा यो आफ डाँडा भन्ने ठाउँमा चाहिँ छ सिधै गयो होइन बेलटार बजार अब हामीहरू चाहिँ कहिले जानु
कटेर यो जङ्गलमा यति बेला हामीहरू ज्यामिरेतर्फ जाँदैछौँ यति बेला 4 जना चाहिँ फेरि सिकरमाडीबाट जोडिने भयो 4 जना पनि हडियातर्फ हामी जाँदैछौँ साथीहरू। अब हडिया चाहिँ किन जाँदैछौँ भन्ने कुरा चाहिँ त्यो भिडियो अन्तिमसम्म तपाईँले हेर्नुभयो भने थाहा पाउनुहुनेछ। हडिया किन जान लागेको, हडिया गएर हामीले के गर्नेछौँ भन्ने कुरा चाहिँ तपाईँले थाहा पाउनुहुनेछ साथीहरू। त्यसले गर्दाखेरि यो सातधानी गाउँ कटेर चाहिँ जङ्गल बिचमा यति बेला यात्रा गरिरहेका छौँ। अब यो जङ्गल कट्ने बित्तिकै ज्यामिरे गाउँ आइपुग्छ साथीहरू र जानुपर्ने छ। यो चाहिँ ज्यामिरे चोक साथीहरू, पुरानो बजार ज्यामिरे चोक देवी। यो हाइवे हामीले छोड्यौँ साथीहरू, मदन भण्डारी राजमार्ग छोडेर अब ओह्रालो जाँदैछौँ। यो पछि बाटो खोला तरेर हामी यो पारी जानुपर्ने हुन्छ। ज्यामिरे खोला पुग्ने हाइवे बसमा यात्रा गर्दा यस्तो बोकेर हिँड्नु 9 कार लिएर छ। बाँसको भाटाको पुल लगाएर तर्ने गर्दो रहेछ। पहिला ठुलै पुल भन्छ क्या यति बेला चाहिँ यो तिलुगा खोला हामीले तर्दैछौँ साथीहरू। यो के भनेको मैले तिर्चुगा भन्छ तर तिलुगा लेखेको तिलुगा नै हो तिर्चुगा भन्ने त्यसरी नै भन्यो क्या पहिला। हामीहरू यहाँबाट जान्थ्यौँ नि पहिला, गाछीबाट नि भित्रबाट जान्थ्यो पहिला छिरेर बलौटे बाटो है, बलौटे बाटो। अनि बाइकहरूलाई चाहिँ गाह्रो हुन्छ नि, त्यही भएर चाहिँ यहाँबाट अहिले पनि जान्छ सर्टकट बाटो। पालै बाह्र छ क्या डोलोभन्दा पनि पुरै चक्कै गाडी नै खाएको। अनि बाइक त पुरै हिँड्न नसक्ने। ट्र्याक्टरले मारेको अरू त के मान्थ्यो। बल्ल आउँदैछ पुरानो चर्चबाट हो, पुरानो चर्चबाट हडियामा साथीहरू। के हो बिहा त यहाँ हो। फाइनली साथीहरू बिहा चर्चमा पुगेका छौँ साथीहरू। गन्तव्यमा आइपुगिसकेका छ र यहाँनिर गाडी पार्किङ गरेर शीतल पनि भएकोले गर्दाखेरि अब यहाँ गाडी पार्किङ गरेर हामी चाहिँ कार्यक्रम स्थलमा जाँदैछौँ साथीहरू। ए हो त बनिसकेको के छ
दाबी होइन हेलो साथीहरू हरियामा गन्तव्य पुगिसक्यो अहिले यति बेला बस करो सबर करो बेलौरी पार्किङ हामीले सार्यौँ यहाँनिर चाहिँ अब चाहिँ हामी कार्यक्रम Thank